यस्तो खतरा छ आई लभ बालाज आई लभ आक्का झुम्कै तिमीलाई हेरौँला हेरौँला हेलो हाई नमस्ते वेलकम टु माई न्यू ब्लग धेरै दिनपछि फेरि आज एउटा न्यू ब्लग बनाउँदैछु मैले मलाई चाहिँ अलिक सन्चो थिएन अनि आज मेरो आवाज नै अलि राम्रो आएको छैन सिरियल खोकेर आएको थियो अनि आज चाहिँ ब्लग बनाउँदैछु सबैले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु अनि के भन्नु अरू कहाँ हिँडिरहेको छ होला यस्तो सन्चो नभएर पनि भन्नुभयो होला आज चाहिँ हाम्रो गाउँमा मङ्गलबार आरती लाग्छ अनि आरती हेर्न जाँदैछ म र मेरो भदैनी अनि हुन त राति भइसक्यो त्यही पनि 7 बजे कति हो 7 बजे बाटो स्टार्ट हुन्छ अनि घर पनि नजिकै छ त्यही भएर हिँड्दै रमाइलो गर्दै गइरहेको छौँ को चाहिँ साइकलमा छ मलाई चाहिँ हिँड्दै पठाएको छ यस्तो छ यो यति मोटो चाहिँ म यति पातलो छु यो हिँड्न छोडेर अनि मलाई हिँडिरहेको छ गाइस यस्तो निस्वार्थ छ अनि अहिले त जान आँट्यौँ साँझ चाहिँ के गरी फर्किने भन्ने कुरा चाहिँ त्यसमा बाघ आउँछ नि त यतातिर हाम्रो गाउँतिर ढिलो भइसक्यो क्या हो अनि यस्तो छ गाउँ आरती सुरु भइसक्यो हुन्छ मकैहरू त्यस्तो छ त्यहाँ चाहिँ हाम्रो गाउँको स्कुल हो यो चाहिँ जयलट बुद्ध पब्लिक स्कुल 1 देखि 9 नर्सरीदेखि 10 सम्म पढाइ हुन्छ त्यो चाहिँ कति छिटो भयो कि मलाई चाहिँ ओइ पर्खे रोक आक्का झुम्कै तिमीलाई हेरौँला हेरौँला मलाई दगुडाउँछ बत्ती पनि आइसक्यो लाइन आएको छ यस गुड यस रेसमा कलेज फाइनली गाइस हामी मन्दिर पुगिसक्यौँ यो चाहिँ बागचोक हो हाम्रो ठाकुरद्वाराको यो चाहिँ गेट अब हाम्रो जान्छ उता आरती लागिसक्यो हामी चाहिँ आइपुग्यौँ यो चाहिँ मन्दिरको गेट हेलो बन्द सुन देखो फोटो खिच्ने भयो आउनु होला मान्छे कति धेरै छन् क्यामराम्यान वाउ हामीहरूको यहाँको क्यामराम्यान फोटो खिच्ने भयो आउनु होला भन्ने त हो टिका लाउनु पर्छ टिका लगा नमामि गंगे तव पाद पंकजं गाइस हामी चाहिँ आरती हेर्न आएको मान्छे आरती
मान्छे सुस्तरी बोल्दा सुन्दैन यो गानाले यहाँ चाहिँ फोटो खिच्ने थियो क्या त्यही भएर हामी आएर रेस्ट हालिदिरहेको छौँ एउटा यहाँ छ अनि एउटा चाहिँ यहाँ छ हेर यस्तो खतरा छ आई लभ वाला छ आई लभ अनि गाइज मेरो के भन्छ च्यानललाई युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु एकदमै भन्दा एकदमै माया गरिदिनु होला म चाहिँ न्यू हो होइन त्यही भएर हजुरहरूको धेरै सपोर्टको आवश्यकता हुन्छ यति भन्दै अब आरती हेर्नु चाहिँ जानुपर्छ यहाँ आरती हेर्न आउने बुढाबुढी मात्रै हुन्छ भन्दैछ हामी चाहिँ सिङ्गल मान्छे परियो मेरो फुप्पा खोजेर राख म नि मिङ्गल हुन्छु भन्न चाहन्छु यसलाई अनि हामी चाहिँ के भन्छ अब आरती त हेर्नु पऱ्यो आरती हेर्न आएपछि यसरी यहाँ बसेपछि मान्छेले पनि कुरा काट्छन् गाउँका मान्छे त्यस्तै छन् है आरती बिना मान्छेको आरती मेरो क्यामेरा चाहिँ राम्रो छैन गाइस मेरो क्यामेरा चाहिँ राम्रो छैन भन्छ हामी चाहिँ घर जाँदैछौँ यो चाहिँ मेरो घरको कान्छो सदस्य भाग्यो आरती हामी अगाडि आएको पछि यो घर थिएन अनि पछि म पनि जान्छु भनेर भाग्दै आएर अँध्यारोमा पुगेको एकचोटि यस्तो आँटिलो मान्छे हुनुपर्छ यस्तो मान्छे हुनुपर्छ यता आउँदै पारा गर्दै छिटो हाई भन्दै छिटो हाई भन् हाई अब बाई भन् हामी घर जान लाग्यो बाई भन् बाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला